आमा त छिटो नि खाने बसेर नि खाने जस्तो पनि गर्छ खानु त झुन्डे झुन्डे पनि खान्छ भोक लागेपछि चल भित्र उदा भोक लाग्यो भने भोकाले क्या बिउ पठाएर के खाएर भोक लागेको थियो गोर्खा केही खाँदिनु थाल्यो म त भोकाले मऱ्यो भने पानी फेरि सानो तल हौ त्यो तल्लो खेत लोप्दा क्या एकचोटि पानी हामी यहाँको घुँडा ठोकाएर कसैलाई नभनेको फेरि छोरी नेपालले दुईवटा ठिक्क हुन्छ गोटा गर्दा नाथालाई हो नि त नानिकिन्छ नाथालाई जसलाई नाथालाई भेट्दैन निकेपछि पसन्द आएर फर्किँदैन नाथालाई यो चाहिँ रातको समय पनि हामी अलैँची भट्टी लाउँदैछौँ अलैँची चाहिँ यसरी सुकाइँदैछ यो चाहिँ खोल्साको सुन भन्छ है खोल्साको सुन अलैँचीको भट्टी चाहिँ यसरी लाइन्छ ल है दर्शकबिनहरू हेरेर सब्सक्राइब गरिदिनु होला यो चाहिँ अलैँची हो अहिले चाहिँ एक मन भनेको 40 केजी 40 केजीको चाहिँ अहिले लगभग 80-82 हजार छ मङ्सिरसम्म 1 लाखसम्म पुग्ने छ
1 लाखसम्म पुग्छ कि भन्ने अनुमान छ। यो चाहिँ अलैँची है। यसलाई चाहिँ छोराएर खाँदाखेरि चाहिँ भित्र चाहिँ यस्तो हुन्छ। यसको भित्र गुदी चाहिँ खाने हो मसलाको रूपमा। यो चाहिँ विशेष गरी विदेशतिर निर्यात हुन्छ। ठुलो 5 स्टार होटलहरूमा यसको चाहिँ मसलाको रूपमा प्रयोग गरिन्छ। यो चाहिँ भर्खर भट्टी लगाएको मुनिबाट आगो यसरी लाउनुपर्छ है। टुटु आगो बाल्नुपर्छ, सुक्दै जान्छ। यसै धुवा पुरै खेल्दैछ यो धुवा। यो चाहिँ सुकाइसकेको, यो चाहिँ खोस्टार हो। यसको दाना केलाएर यो चाहिँ दाउराहरू, यो चाहिँ दाउरा पोल्नलाई। यसरी रातको समय पनि बत्ती बालेर यहाँ भट्टी लगाइँदैछ।